मकैबारीमा हो मकैबारीमा मकैबारीमा हो मकैबारीमा खेतको नालीमा हो खेतको नालीमा सुकुम्बासी टोलमा हो सुकुम्बासी टोलमा हेर्नुस् त कत्रो ठुलो भ्यू टावर उभिएको मकैबारीमा हजुर मकैबारीमा खेतको नालीमा हो खेतको नालीमा। अब यहाँदेखि के भन्दा चाहिँ अब यो चाहिँ के देखिँदै यो मकैबारीको बिचमा चाहिँ एउटा ठुलो भयङ्करको यो दमक भन्ने ठाउँमा चाहिँ है एउटा ठुलो भ्यू टावर छ अर्बको 1 अर्बको कति विकास हुन्थ्यो होला यहाँको। यहाँ हरेक वर्ष चाहिँ तपाईँको चाहिँ सुकुम्बासीमा टोलमा चाहिँ तपाईँको बाढीले चाहिँ मान्छे सोरेर लैरहेको छ होइन। त्यहाँको उद्धार गरे भए कति ठुलो हुन्थ्यो होला है। अब यो चाहिँ कुरा नजाउँ। मकैबारीमा हो मकैबारीमा हामीले खेतको नालीमा हो खेतको नालीमा कत्रो ठुलो भङ्डावर मकैबारीमा। खोजेको चाहिँ खास के हो भनेदेखि यति धेरै नेपालमा कल कारखानाहरू बन्द भएको छ होइन। कतिजना विदेशिनु भएको छ काम नपाएर आफ्नै ठाउँमा यो भ्यू टावर यत्रो लगानी गरेर गर्नु साटो कल कारखानाहरूलाई खोलिदिएर सुचारू गरेदेखि युवाहरू विदेशी नै छैनन्। यो चाहिँ होला आफ्नो अब यो कमाइने भाँडो पनि हो। यो चाहिँ मकैको घोगा नेपाली जनताले के पायो मकैको घोगा नेपाली जनताले के पायो मकैको घोगा। भएका कल कारखानाहरू खोल्ने चाहिँ राम्रो हुन्छ यसमा लगानी गर्नु भन्नु हो हाम्रो उद्देश्य चाहिँ। यस्तो चिजमा लगानी गर्नु दमकमा विकासको लागि यो मात्रै बाँकी थियो होला त होइन। तराईको विकासको लागि यो मात्रै बाँकी थियो होला त यही थियो होला त विकास भनेर सम्बन्धित निकाल्न भन्न चाहन्छु। बन्द भएको भनेर धन्यवाद।